त्यही बच्चालाई पनि त्यही सिकाउँछु। अहिले पनि यस सबै राम्रो भइरहेको छ। यस आज म जो आँटेको थिएँ त्यो पुग्यो, एकदमै खुसी लागेको छ। अझै पनि अझै अर्को दिन पनि कुनै दिन जोइन होला, अर्को दिन पनि यसरी बोलाउँला हैन। तर भनौँ न यो कुराहरू भन्नुभयो मलाई यताउति भन्नुभयो, तर हामी यस्तो ठुलो को मान्छे, ठुलो कन्टेन्ट क्रिएटर हो, को सानो क्रिएटर हो, ठुलो मान्छेलाई जोइन गरौँ, ठुलो मान्छेलाई जोइन गरिसकेपछि यता यस्तो फाइदा हुन्छ, सानो मान्छेलाई जोइन गरेपछि यस्तो हुन्छ भन्ने हाम्रो चाहिँ मनस्थिति त्यस्तो कहिले पनि छैन है दाइ, बुझ्नु होइन। हामी समान तरिकाले लिन्छौँ। एभ्रीबडी जो पनि आउनुहुन्छ यहाँ, जति पनि जे गर्नेवाला चलपल दिने मान्छेहरू पनि हामी सबैलाई बराबरै तरिकाले ट्रिट गर्छौँ, सबैलाई राम्रो तरिकाले ट्रिट गर्छौँ। जति ठुलो मान्छे आए पनि, जति नचिन्ने एकजना भ्युवर्स भएर बसिरहेको मान्छेलाई पनि मेरो ट्रिटमेन्ट उयो, 1000 लाखौँजना भ्युवर्स भएर बसिरहेको मान्छेलाई पनि मेरो ट्रिट उयो दाइ है। तर माया छ जुन हजुरले आफ्नो बालबच्चाप्रति गरिराख्नु भएको छ नि, यो एकदम रेस्पेक्ट छ है, एकदम माया छ। चाँडै नै बाबुलाई निको भएको पनि देख्न पाऊँ है, चाँडै नै राम्रो हजुरको आशीर्वाद अवश्य पुग्छ सर। एक दिन अवश्य त्यो भिडियो पनि हाल्दैछु मैले। पुग्नु पर्ने छ है, किनकि भगवानको फोन नम्बर कुलबाईसँग मात्रै छ फेरि निस्किरहेको, रमाइलो गरेको है। जान्छु, राम्रोसँग बस्नुहोस् दाइ है। थ्याङ्क यू सो मच है, एकदम है म जोइन हुन पाएँ, धन्यवाद छ, धन्यवाद छ। भगवानले जुराउनु भएको छ हजुरसँग, म भगवानसँग एकदम है, जय सियाराम, जय श्रीराम। भगवानसँग यस्तो प्रार्थना गर्छु राम्रोसँग बस्नु होला दाइ, चाँडै नै निको हुन्छ बाबु है। जान्छु म दाइ, गुड नाइट। च्याट म त के अचम्म लाग्छ कि भन न, सुन न के अचम्म लाग्छ भन्दाखेरि मेरो जोइन हुने हो कि मेरो भगवानले त्यस्तै टाइपको कनेक्सन बनाइदिएको छ कि आइडीसँग है। दिस इज ब्लेसिङ्स यु नो, दिस इज ब्लेसिङ्स। टिकटकमा लाइभ आएर मान्छेहरूसँग यसरी कुराकानी गर्न पाइरहेको छु, मान्छेहरूलाई यसरी भनौँ न हेल्प गर्न सकिरहेको छु। यो सब कुरा पोसिबल हो मात्रै कुरा फ्याक्टर जुन छ त्यो भनेको मेरो कुल ग्याङले गर्दाखेरि हो। रेस्पेक्ट यु ग्याङ, रेस्पेक्ट टु मसँग कुल ग्याङ मात्रै होस्, दुनियाँ जितेर देखाइदिन्छु भन्छ नि कुल भाइले, त्यस्तो खालको हुन्छ। मलाई चाहिँ एकदम पोजिटिभ भाइब्स आउँछ, मलाई भनौँ न यार नेक्स्ट लेभलको हुन्छ कि है। एकदम माया छ राजाहरू, थ्याङ्क यू सो मच। जति पनि जना अघिपट्टि हुनुहुन्थ्यो उतापट्टि गएर सपोर्ट गर्नेहरू, भगवान छन् त भगवानले एक दिन हेर्छन् पनि देख्छन् पनि। ओके, मच लभ च्याट, गुड नाइट, राम्रोसँग बस्नु होला। अब जानै पर्ने हुन्छ, सुत्ने टाइम पनि भइसकेको छ। मेरो घरमा पाहुना आउनुभएको छ क्या है, अनि पाहुनाले चाहिँ मेरो रुम कब्जा गर्नुभएको छ है, त्यसरी म बाहिर हलमा सुत्नुपर्ने छ। अनि उहाँलाई चाहिँ अङ्कललाई चाहिँ भित्र लिएर आउनुपर्ने छ, त्यही भएर राख्छु आजको लागि, भोलि भेटौँला। राम्रोसँग बस्नुहोस्, गुड नाइट। तात यहाँ लाग्यो है।